आर ग्रुपबाट बन्ने लेटरहरुमा सबैभन्दा सुरुमा तपाईले लाइन तान्नुस् 1 2 ठाउँमा तान्नु भएको छ त्यसको ठ्याक्कै बीचको भागलाई माथि लगेर जोड्दिनुस् ठ्याक्कै तपाईले यो बीचको भागलाई माथि लगेर जोड्दिनुस् यसरी हेर्नुस् त ठ्याक्कै यो बीचको भागलाई चाहिँ माथि लगेर जोड्दिनु भयो भने तपाईले सजिलै के बनाउन सक्नुहुने रहेछ इनकम्प्लिट आर बनाउनु भयो सो कम्प्लिट आर हुनको लागि चाहिँ यहाँ 1 चाहियो 1 2 3 4 हो यो 4 टालाई हेर्नुस् है 1 2 3 4 टालाई 1 बनाइदिनुस् मतलब 1 नभनेर यसलाई ह्यान्डराइटिङको भाषामा किक भन्छ के भन्छ किक अब के लेटर भन्छ नि यहाँ ध्यान दिनुस् ल यसलाई टक्क यहाँबाट सिधा लाइन तानेर यति गर्नुभयो भने के भन्यो यति गर्नुभयो भने एन अर्को सिधा आर यति गर्नुभयो भने ठीक छ यसलाई तपाईले सिधा यहाँबाट ल्याएर माथि जोड्दिनु भयो र यसलाई टक्क तलको लाइनलाई छाइदिनु भयो भने के भन्ने रहेछ ठीक छ यसलाई आर यसलाई टक्क यहाँ माथि लगेर जोड्दिनु भयो र माथि टपको रेड लाइनबाट टक्क तपाईले एउटा लाइन तान्दिनु भयो भने के भन्ने रहेछ सही छ यसलाई तपाईले यहाँबाट सिधा हेर्नुस् है यो आर लाई मैले सिधा यहाँबाट दिए यस्तो किक पनि दिएको छु र माथिको बी जस्तै एउटा सानो तपाईको म स्ल्यान्टिङ गरेको लाइन तान्दिन्छु के भन्छ एच यो आर लाई मैले यहाँबाट यति लाइन ताने यहाँ पनि मैले किक दिएको छु यसमा पनि किक दिएको छु सो यसलाई मैले माथिबाट यसरी लाइन तान्ने भने के भन्छ के